एभ्रिवान वेलकम टु माई भिडियो। अनि आज चाहिँ 2082 सालको ह्याप्पी न्यू इयर होइन त। अनि आजदेखि चाहिँ म नयाँ सुरुवात गर्छु भनेर चाँडै उठ्छु भनेर सुतेको थिएँ, तर अनफर्चुनेटली म चाहिँ उठ्न सकेन होइन। अहिले चाहिँ घडीमा 9 बजिसकेको छ। अनि त्यसपछि आज चाहिँ म भ्लगिङ गर्दैछु। मेरो भ्लगलाई चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला है। अनि त्यसपछि म चाहिँ आज घोराइ आएको छु कि घोराइमा चाहिँ अब यस्तै धनी माइत आएपछि त सुत्नै पर्यो होइन, 9 बजीसम्म यस्तै हो। अनि त्यसपछि भर्खर उठेँ। अनि त्यो पछाडि म चाहिँ अब रेडी सेडी हुने हो। आज चाहिँ मलाई भाउजूले घुम्न जाम्ला भन्नुभएको छ, अब के हेरौँ के हुन्छ होइन। अनि म चाहिँ वहाँ पनि जानु छ, हापुर पनि जानु हो, फेरि भोलि नै घर फर्किनु छ। आई डोन्ट नो के भ्याउँछु म। यस्तै धेरै माइतीको धनी हो नि त म। अनि त्यही भएर अरू चाहिँ धनी माइतीको छोरी हो नि त, म चाहिँ माइतीको धनी के भन्छ, आई मिन धेरै माइती भएपछि यस्तै हो। कता कता भ्याउने गाह्रो हुन्छ नि त मलाई, त्यसैले। अनि अब रेडी भइरहेको छु, हेर्दै जानुहोस् है त। अनि यहाँ चाहिँ मेरो एरिका छिन्, यिनी चाहिँ नुहाएर आइसकेकी छिन्, राम्री भइसकेकी छिन्। कोठा रुम चाहिँ भत्र खोल्छ, देखाउनु मिल्दैन गाइज। अनि यता आएर हेर नि त। म चाहिँ भर्खर नुहाएर अब बसिरहेको छु गाइज। अनि हजुरसँग भेट्न पाउँदा चाहिँ एकदम खुसी लाग्यो। लौ ल है। अनि अब चाहिँ म एकछिनमा नुहाउँछु होला, तर टाउको चाहिँ नुहाउन मैले हिजो नुहाएको थिएँ। अब आज ज्यान मात्र नुहाउँछु, यस्तो सर पहाल्छु। ठिकै छ, अहिले मैले गर्नुपर्छ नि तातो पानी। गिजर अन गरिदिउँ नि त। ल ल हस्। हजुरहरूलाई चाहिँ हामी अब नुहाएर भेट्छौँ। बाई गाइजहरू। यहाँ चाहिँ रमिता चलिरहेको छ। यो बच्चाले चाहिँ किस खाइरहेको छ गाइजहरू। अनि ठुलो बच्चाले चाहिँ उसलाई माया गरिरहेको छ। बच्चा चाहिँ उठेर आइसक्यो गाइजहरू। म चाहिँ निकिता पुरीको फ्यान हो नि त गाइज। बुइनी हो चाहिँ बुइनी, म चाहिँ निकिता पुरीको फ्यान हो नि त गाइज। चाहिँ यसरी बच्चो बुइनी भन्न चाहिँ सिकेको छु। अनि यसलाई चाहिँ हाम्रो जिजो होइसिन्छ। मुखबाङमा बनाइ चबाइ भने जस्तो हुन्छ होला होइन। के अरे नराम्रो काल देखेको छु नि म। कस्तो गोरी त, यस्तो गोरी मान्छे कहाँ काल देखिनु। गाइजहरू हाम्रो दिदी चाहिँ खाँदै हुनुहुन्छ। अनि यता चाहिँ हाम्रो बच्चो यता हाई गर्नुहोस्। ल तर पनि खा। म खान्न, मलाई चाहिँ यति सानो दिए गाइजहरू। कति हेपी मलाई सक्यो त। अङ्गुर त सब सिद्धा रह्यो नि, लास्टमा भिडियो बनाएर कुही अङ्गुर राखेर हिँड्छ गाइजहरू। यहाँ चाहिँ हामी अब जाँदैछौँ। अनि यता चाहिँ हेर्नु न, त्यहाँ सिमला दिदी चाहिँ मस्तले लुगा धुँदै हुनुहुन्छ गाइज। कस्तो सन्की मान्छे त, आजसम्म देखेको थिएन सन्की। अनि गाइजहरू देखाउनु परिहाल्यो नि, उसको बोयफ्रेन्ड छ कि, त्यही भएर बोयफ्रेन्डले यस्तो लुगा जुन राख भनेर हो कि हालिदिन्छु म, बाल छैन होइन। बोयफ्रेन्ड दाजु हजुरले पनि हेर्नुहोस्, मेरो भिनाजु पढ्नुहुन्छ, तपाईँको हुने होला गर्लफ्रेन्ड चाहिँ। लास्टै छुच्ची छिन्। यहाँ चाहिँ अङ्गुरको यस्तो प्याकेट छ, खायो नि फालेछन्। म गाडी गरेर जान्छु अब। खायो नि नखाएर फुक्को यस्तो भएर गाइजहरू। म चाहिँ यहाँ माथि आइसकेँ भर्खरै। अनि तपाईँहरूले जानु सोच्नु लाग्यो दिदीको भ्लग बहिनी किन स्टार्ट गरेको भनेर। यस्तै अब काम पर्छ नि त। हामी चाहिँ भात खाँदैछौँ, सिमला दिदी म। अनि भात खाएर हामी भेट्छौँ ल गाइज। हामी चाहिँ भात खाएर रेडी हुनुपर्ने छ, किनकि हामीहरू चाहिँ कहाँ भने चाहिँ सिल्लीकोट मुस्तीकोट के भन्छ जान लाग्एको छ। मम्मी पनि अब आउनु भएको छ। मुलाको अचार त्यो छ, ऊ पनि छ, अमलाको अचार पनि छ। फेरि बेबी पाउँछु भनेर होला। फाइनल्ली हामी चाहिँ अहिले घुम्न जाने भनेर रेडी भएर यहाँ बजार आइसकेको छौँ। अनि त्यसपछि भाउजूलाई लिन सिमरन चाहिँ गएकी छन्, तर रेडी भएको चाहिँ भिडियो बनाउनै पाइएन, हतार भएको भएर। अहिले चाहिँ हामी त्यहाँ एउटा आन्टीहरू आउनु लाग्नु भएको, त्यही भएर पर्खिराखेको छौँ। अहिले हामी कहाँ गएछौँ, रेस्टुरेन्टनिर छौँ होइन। अनि त्यसपछि घोराइ बजार मलाई चाहिँ पहिलाको याद आउँछ भाइ, कति भइसक्यो मैले घोराइ बजार नघुमेको ल। अनि हाम्रो एरिका चाहिँ फाइनल गाइजहरू। मम्मी पनि आइसक्नु भयो। अनि यता मम्मी हुन्छ कति आएको। ए हेर्नु न याजु सिमरन चाहिँ त्यहाँ स्पिड राख्नु जानुभयो। कहाँ जानुभयो सिमरन दिदी? कस्तो राम्रो देखिएको गाइजहरू। फोटो खिचिदिनु गाइजमा, फोटो खिचिदिन्छु ल। फाइनली साथीहरू हामी चाहिँ रेडी भइसकेको छौँ। अनि कस्तो हिरोनी
आन्टी पनि अरे दिदी कि मोटी पहिला दिदी अनि त्यसपछि यो चाहिँ हाम्रो रिया बहिनी हो पहिला सानसानो थियो अहिले अनि एरिका सिमरन चाहिँ उता चाहिँ ब्युटिफुल लेडिजहरू छन् यहाँ चाहिँ ए हाम्रो क्युटी ल के भयो सबैजना होला र अरू अरू लगेर जाँदा त्यस भने अनि दिदी चाहिँ त्यहाँ पनि त्यहाँ चाहिँ लुक्स हेर्नु न कति राम्रो भएको भिनाजु फेरि को रहेछ मेरो बुढी जस्तो भन्नु लाग्यो अब साथीहरू अब चाहिँ हामी जाँदैछौँ अनि यहाँ चाहिँ हुनुहुन्छ आन्टी सबैजना जाँदैछौँ अब चाहिँ हामी जान्छौँ गएर चाहिँ हामीलाई अटोमा हल्का हल्का क्लिप बनाउँछौँ त्यसपछि हामीहरू त्यहाँ पुऱ्याएर हजुरलाई देखाउँछु बाई ल हामी चाहिँ अब के गर्दैछौँ भने अटो चाहिँ हिँड्न लागेको छ होइन अब चाहिँ हामीले थोरै बाटोमा क्लिप बनाउँला तर कस्तो बाटो एकदम गाह्रो छ एकछिन हामी गएको थियो बाबा बहिनी नजर दिँदैन नि बाबा मम्मी अनि र पुरै अटो पल्टेको बिता जाम यस्तो मोटा मोटा हाम्रो अब हामी मोटो हामी चाहिँ अब अटोमा हिँड्यौँ अब यो क्लिप बनाएको हल्का चाहिँ त्यो भयो अनि कतै दिएर यता चाहिँ बनाएर दिएर चाहिँ गर्छु अनि अब चाहिँ हामी आइसकेको छौँ हामी कस्तो कालो देखेको हो त हामी कता गरौँ र मैले त केही लागेन मेरो नेचुरल हो हामी चाहिँ अहिले यता गोरदौराको नजिकै आएर बसेका छौँ अनि यहाँ चाहिँ यहाँदेखि चाहिँ हिँड्नुपर्छ जस्तो हो मैले त पेन्सिल लाएर आएको छु गाह्रो छ यता चाहिँ ड्राइभर हाम्रो सिमरन हो है हामी चाहिँ केटीको यस्तो चिल मारेर आँखाम गाइस यता हाम्रो रिया बहिनी छिन् होइन यहाँ एरिका पनि छिन् एरिका त खतरा हुन् नि त ब्लगरै हुन् नि एरिका त भल्गर चाहिँ होइन ब्लगर हुन् द्याट इज नट अनि गाइजहरू उसले चाहिँ मलाई दिएन मोबाइल ब्लग भन्छ ब्लग हाम्रो नेपालीको प्रोनाउन्सिएसन सही छैन गाइजहरू अनि अब चाहिँ यहाँ ड्राइभरमा माइलो अब सनकिन भन्छ सनकिन अहिले त फेरि खुसी भइकन घुम्न जानु पाएन फाइनल्ली हामी चाहिँ यो घोडदौराको डाँडामा आइपुगेका छौँ यहाँ चाहिँ एकदमै रमाइलो छ तर चाहिँ गर्मी भएको थियो वा तल कस्तो राम्रो देखियो भ्यू ओहो सबैजना कति राम्रो देखेका हुन् तर रमाइलो रहेछ है घोडदौरा पनि अनि हामी चाहिँ अगाडि बढिरहेको छौँ अनि चाहिँ एकदमै रमाइलो छ है अनि त्यसपछि यता चाहिँ सिमरन हाम्रो एलजु पनि छिन् वेलकम ब्याक टु माई च्यानल गर्छिन् अनि त्यसपछि यस्तो रमाइलो छ यहाँ चाहिँ हावा चल्छ मेरो फिगर कोकाको पछाडिबाट भन्नु न पछाडिबाट चाहिँ दामी देखिया क्या के गर्नु गाई आफ्नो त मोटो ज्यान भात त परेछ सिमरन जस्तो अब जिम जानुपर्छ जस्तो हो मलाई पिनाजुल छेक्नुहुन्छ कि गाह्रो तर यहाँ चाहिँ शीतलै रहेछ है घोडदौरातिर त मेरो बुढाले उहाँ फार्म हाउस बनाउने भन्नुहुन्थ्यो यहीँ ल्याएर फार्म हाउस बनाउने सोचिरहेको छु म त सिमरन म चाहिँ यहीँ घोडदौरामा फार्म हाउस बनाउनु पर्ला अब फार्म हाउस के मतलब घुम्न आउने ठाउँ भनेको दुश्मन हेरेको दुश्मन हेरेको हेरे ओ हेरेको त्यस्तो चाहिँ म यस्तै गर्नु चाहन्छु एलजीको विचार वास्तै गर्नु न त्यो गर्न फाइनली हामी चाहिँ अहिले अब भोक लाग्यो अनि यसो के पाइन्छ भन्ने यसो हेर्न आउँदैछौँ खानेकुरा अनि यसो बसेर केही खाऊँ भनेर क्या
अब हामी चाहिँ घुमेर फर्किने बेला भइसक्यो अनि त्यसपछि हामी चाहिँ फर्किलागेको होइन। यहाँ गेटमा चाहिँ खोज्छ खोज्छ कि सबैजना भएर दामी रहेछ है घोडदौरा चाहिँ हेऱ्यो। अनि त्यसपछि यता त हेरिराख एरिका के भयो एरिका तिमीलाई के भन्नु ल कति कस्तो लाग्यो त घुमेर कस्तो रमाइलो लाग्यो फेरि आउनु पर्छ नि अब एरिकालाई त रिस उठिरहेको छ बेला मलाई त उठ्दैन सनक बहादुर मेरो नाम बेला बेलामा सँगिरहन्छु भन्दैन जानु नि भिडियो बनेको किनकि राष्ट्रिय रिस उठाउने गर्छ हाम्रो एल्जु त पुतली पुतली यता हेर पुतली हेर्दै हेर्दै नि त्यसले जस्तै रिस उठ्लाछ कि आज सबै किन मुखमा हामी फिल्म हेर्नु गएको भन्थ्यो नि एरिका बरु अर्कोचोटि जाम्ला जोडिया बुढियासँग राम्रो बाबा सक्नु उमा हाल्ने हो नि त हामी त पाएन मेरोमा हामी आफ्नो रमाउने उमेरमा यस्तो पीडित भएर हिँड्नुपर्छ होइन। प्लिज साथीहरू अब हामी चाहिँ घुमेर भ्यायौँ अनि जान लागेको छौँ अटोमा चढेर सरर छिटो ल ल चाहिँ यहाँ बसिसकेको छु एरिकालाई हामी मोटा मोटा भएर ठाउँ चाहिँ पुगेको छ होइन। बाटो चाहिँ यस्तो छ साथीहरू हामी चाहिँ टक्क जान लागेको साथीहरू ठाउँ चाहिँ राम्रो होइन लेके म यस्तो गर्छु एकदम हाम्रो बहिनी चाहिँ फर्स्ट एड भएको छ नि यसले फोटो खिच्दै आमाको फ्रस्ट्रेसन लेभल बढिरहेको फ्रस्ट्रेसन लेभल 100% एरिका त थाहै छैन मलाई किन डिस्ट्रिक्ट एरिका त आगोको डल्लो डल्लो बेला बेला पनि तन्किरहन्छ हाम्रो झ्याका बाटोमा पुऱ्यायो हामीलाई अब गएर आफू जान खै यार झन् नगर्नु भन्छ नि झन् रिस उठाउने के फाइनल्ली गाइस म चाहिँ अनि घरमा आएर कपडा सपडा चेन्ज गरेर अनि यता आफूर गाउँ आइसकेँ अनि यहाँ चाहिँ मम्मीले खानासाना पस्किँदै हुनुहुन्छ हाम्रो। त्यसपछि यही हो अब चाहिँ अब म ब्लग एन्ड गर्छु ल सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल हेलो भनिदिनु बुवा हेलो हाई हाई यस्तो हात गरायो हेलो हाई हाई मम्मी चाहिँ यहाँ काम गर्दै हेलो म खाना पकाउँदैछु है खुसी लाग्यो कि छोरी आएर खुसी लाग्यो किन लागेन छोरी बसिरहे हुन्थ्यो भन्ने लाग्छ ठिक छ ल बाई गाइज थ्याङ्क यू फर वाचिङ